हेलो नमस्ते अनि खाम्रे म तपाईहरुलाई मेरो छोटो मिनी ब्लगमा स्वागत छ। आई होप हजुरहरु सबैजना सन्चै अनि आराम नै हुनुहुन्छ होला। म पनि आराम नै छु। सदाज 11 बजेपछि खेताला लागे। जाँदै गर्दा सानो नागराजासँग पनि मेरो भेट भयो। खेताला घर पुग्दा दाइहरु पनि खेताला आइसक्नु भएको थिएछ। त्यसपछि चिया खाएर कामतिर लाग्यो। आज चाहिँ अमिसोको बिरुवा रोप्नु पर्ने थियो। सुरुमा हामी सबैजना मिलेर अमिसोको बिरुवा निकाल्यो। तपाईहरुले त्यहाँनिर कालो सुन पनि देख्न सक्नुहुनेछ। त्यो त हेर्नु न अलैँचीको धनी त झन् हेर्नु पर्यो त हैन। अलैँचीको धनी चाहिँ यता फलाइ हेरौँ फलाइ के त हेरौँ फलाइ यहाँ हेरौँ हजुर यहाँ हेरौँ आमा त्यहाँ पऱ्यो त फेरि पनि म तपाईहरुलाई एउटा सानो किरा देखाउँछु। सानो हुँदाखेरि यो किरा हामी खुब खेलाइन्थ्यो। तपाईहरु पनि खेलाउनु हुन्थ्यो हुन्थेन त्यो पनि कमेन्ट गरिदिनु होला। हामी चाहिँ यसलाई सुपारी किरा भन्छौं। तपाईहरु के भन्नुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। भन्दै हामी अमिसो रोप्नतिर लाग्यौं। लगातार हाम्रो मेहनतपछि बिरुवा रोपिसकेर घरतिर आइयो। घर आएर खाजा खानतिर लाग्यो। म यतापट्टि बसेर खाजा खाँदै थिएँ भने दाइहरु उतापट्टि बसेर खाजा खाँदै हुनुहुन्थ्यो। त्यसपछि हामी सबैजना आफ्नो घरतर्फ लाग्यो। ल त साथीहरु आजको मिनी ब्लग यति नै। तपाईहरुलाई ब्लग कस्तो लाग्यो साथी पनि कमेन्ट गरिदिनु होला। साथीहरु नेक्स्ट ब्लगमा भेटौं।